नि हेर्नुहोस् त घाम अब डुब्न लाग्यो होइन 4 बज्नु लागेको छ अनि यहाँनिर चाहिँ डुबेको घाम चाहिँ यतानिर हुन्छ नि त है पहिला झुल्केको घाम चाहिँ चौरस्ता भेट्छ होइन अनि डुब्दै गरेको घामले चाहिँ यो पारी फरेस्टहरू यो सिन्चेलहरू रागिरुङहरू भेट्छ होइन अनि डुब्न लागेको छ अनि म चाहिँ अब बेलुकाको लागि साग टिप्दैछु है ल अब म चाहिँ साग टिप्नु लागि है साथीभाइ हो यहाँ हेर्नुहोस् त मेरो सागहरू यत्रो यत्रो भएको छ होइन अब यो चाहिँ खाइसकेर फेरि चाहिँ अब हिउँदोको लागि चाहिँ रोप्नुपर्छ तर बिउ चाहिँ कहाँ छ बिउ चाहिँ मैले हालेको छुइनँ बिउ चाहिँ राखेको छुइनँ होइन अनि बिरालुहरू पनि पाउँछ त लु साग टिपाइ हुँदैछ है अब ल किनभने आज चाहिँ नि सुँगुरको मासु र साग खाने नि त सुँगुरको मासु र साग खाने आज त्यही भएर साग टिप्दैछु म यो मेरो बर्खामै रोपेको साग हो होइन त्यति साह्रो मिठो छैन तर पनि नहुँ भन्दाखेरि त ओके नो प्रब्लम हुन्छ नि हो अब उहीँमाथि अब गोलाइतिर होइन किन्नु पऱ्यो भने यत्रै बिटा पाउँछ 30 रुपियाँको है तर अब किनेर खानु चाहिँ सब्जीहरू चाहिँ किनेर खानु चाहिँ अब यत्रो यत्रो बिटालाई चाहिँ त्यता दामहरू चाहिँ नलगाउँ होला जस्तो लाग्छ हो त्यसो रोपिराख्यो भइहाल्छ होइन यस्तो छ हामी त साग टिप्यौँ अब यति भए त काफी पुगिहाल्छ है अनि सुँगुरको मासुमा हाल्नुपर्छ दामी हुन्छ भरे तपाईँहरूलाई सुँगुरको मासुमा यो साग हालेको कस्तो हुँदो रहेछ भनेर देखाउँछु अब भने चाहिँ साग पनि टिपिसकेँ है के राम्रो देखेको हेर्नुहोस् न हरियो पिङ्क कलरमा हरियो कस्तो मजाको देखेको है अनि पछाडि आउँछ यहाँनिर है हाँस यहाँ बिरालो यहाँनिर जोर्डन आमामा सबैले पो पठाउँछ हौ के साह्रो है ल टिपिसक्यौँ हौ अघिको साग र सुँगुरको मासु चाहिँ यस्तो बनाएको है साथीभाइ हो अब चाहिँ खानुपर्छ है साथीभाइ लु हाम्रो पारा यस्तो छ हजुरहरूले के पार्दैछ है ल है पार्दै खाउँ होला है जे बेसी खाली म चाहिँ अब खाना खाँदै गरेको खाना पनि सिलाइसकेको छ हौ सुँगुरको मासु र साग पकाएको छु है गाउँमा काटेको सुँगुरको मासु साग होइन अनि यो साइडमा छ अनियन अनि यो मिक्स भेजिटेबल पिकल छ होइन लु आज चाहिँ सुरु गरौँ है त ल यो चाहिँ हाम्रो बारीको साग हो होइन बारीको साग अघि टिपेको साग खाँदै गरेको सुँगुरको मासु ल खाएँ ल दाल म साग चाहिँ कम्ती हालेको के गरेको ग्रेभी दाल खायो तिमी दाल खाउँछ डन भयो मलाई साग हाल्नु अलिक साग हाल्नु साग हौ अलिक हाल्नु साग मात्रै मासु होइन भयो भयो गाउँमा काटेको मात्रै खाने हो है
Oké. Mag niet bij.